घर मात्रै 1,55,00,000 मा। हजुरलाई थाहा छ प्रपर्टी किन्न आउने मान्छेले यो कुरा बुझ्नुहुन्छ कति अफोर्डेबल हो भनेर। लोकेसन वाइज म छु कागेश्वरी मनोहरा, ठ्याक्कै हजुरको मूलपानी सृजना टोल भित्र गेट नम्बर 2 बाट आउनु भने टक्क पुगिहाल्नुहुन्छ। सो 4 आना क्षेत्रफलमा साउथ एन्ड वेस्ट डाइरेक्सनको फेसिङ डबल मोहडाको घर, यस्तो मजाले जाडोमा न्यानो घाम लाग्ने प्रपर्टी है। 13 फिटे बाटो, पार्किङ यति गजबको निकालेको छ प्रपर्टीमा, हजुरले देख्न सक्नुहुनेछ। जत्रो सुकै 4 व्हीलर साथमा 2 व्हीलरको लागि साइड साइडमा मजाको स्पेसियस हजुरले पाउन सक्नुभयो भने अब भित्र पनि के कस्तो छ आउनु सटसटी म देखाइहाल्छु। सो यतापट्टि रहेको छ हजुरको माथि जानको लागि भर्याङ सिडी छ, माथि चाहिँ एउटा रुम पनि निकालेको छ, त्यसलाई स्टोर बनाउँदा पनि भयो, बेडरुम नै बनाउँछु भन्दा पनि भयो। यो चाहिँ लिभिङ हो, बत्तीको कामहरू भएको छैन बट स्टिल यति उज्यालो छ घर। यतापट्टि रहेको छ हजुरको एउटा बेडरुम, यता सुरुमा देखाउँछु। ल हेर्नुहोस् स्पेसियस साइजमा छ। मेन भनेको त तपाईँको झ्याल ढोकाहरू पनि यस्तो राम्रो काठको युज गरेको छ, एल्युमिनियमको होइन है। सो आउनुहोस् म हजुरलाई अर्को एउटा बेडरुम पनि देखाउँछु। यता एउटा बेडरुम छ। सो यतापट्टि चाहिँ रहेको छ हजुरको किचन। ल हेर्नुहोस् त यस्तो स्पेसियस मजाको किचन छ, जहाँ चाहिँ हजुरले माथिपट्टि चिम्नी क्याबिनेट्सहरू प्रशस्त राखेको पाउन सक्नुभयो भने यहाँबाट टक्क बाहिर निस्केर घामसाम ताप्ने ओर्ने ठाउँ है। यहाँबाट चाहिँ डाइरेक्टली हजुरको यतापट्टि गेटमा पनि निस्किन्छ। सो यता पार्किङ गरे पनि भयो, जसरी पनि यो स्पेसलाई युटिलाइज गर्न सक्नुभयो। सो टोटल तपाईँको 4 आना क्षेत्रफलमा फैलिएको मूलपानीको यो घर यदि तपाईँ किन्न इच्छुक हुनुहुन्छ भने आस्किङ प्राइस राखेको छ मात्र 1,55,00,000। तुरुन्तै सम्पर्क गरिहाल्नु होला।